मैले सोचेको पनि थिइनँ इस्कुसको मुन्टाको तरकारी यति मिठो हुँदो रहेछ भनेर। यसलाई खाइसकेपछि मेरो रियाक्सन त एकदम वाउ भएको थियो। सो हेलो एभ्रिवान, म सुरेश। आज नि ड्युटीतिर लागेँ अनि ड्युटीमा गएर ड्युटी पुऱ्याइसकेर लिएर आएको गर्मीले मेरो हालत एकदम खराब गरिदिइसकेको थियो। अनि मैले चाहिँ फेस धुनको लागि एलोभेरा टिपेँ अनि त्यसपछि चिसो पानीले टाउको भिजाएको त एकदम फ्रेस फिल भयो। अनि मैले नि स्याम्पू लगाएर हेयर स्टाइल चेन्ज गर्दै रजनीकान्त भन्दै कपाल नुहाएँ। त्यसपछि सुक्नलाई चाहिँ मैले घाममै छोडिदिएँ अनि एनर्जीको लागि मैले काजु खाऊ अभियान सुरु गरेँ। अनि यसो कपाल मिलाएँ अनि मम्मीले जा छोरा इस्कुसको मुन्टा टिपेर लिए त भन्नुभयो। अनि मैले तुलुलुलु कुदेर गएर इस्कुसको मुन्टा टिपेँ। एकदम धेरै फलेको थियो, हेर्न सक्नुहुन्छ। अनि लिएर आएको अनि मम्मी त काम गर्दै हुनुहुँदो रहेछ। त्यसपछि पकाउनु पर्यो भनेर त्यसलाई धुन थालेँ। अनि धोइसकेपछि त्यसलाई केलाउँदै नाच्न थालेँ। केलाइसकेपछि मैले त्यसलाई मसिनो पिसमा चप गर्न थालेँ। अनि एउटा प्याज लिएर गीत गाउँदै Bitches eat shit and ain't say nothing. 100 motherfuckers cannot tell me nothing. A bees in the trap, bees in the trap, a bees in the trap, bees in the trap. राम्रोसँग चप गरेपछि तिनीहरूले एक ठाउँमा राखेँ। अनि अघिनामा आगो बालेर त्यहाँ कराई बसालेँ अनि त्यसमा तेल पनि हालेँ। तेल तातिसकेपछि त्यसमा मेथी हालेँ। मेथी डढेर कालो हुन थालेपछि त्यसमा जिरा र धनियाँ हालेँ। अनि मसलाको पात पनि हालेर तिनीहरूलाई राम्रोसँग चलाएँ। अनि अघि काटेर राखेको प्याजलाई हालेँ। अनि त्यसमाथि बेसार हालिदिएँ। बेसार हालेर यिनीहरू सबैकोलाई राम्रोसँग चलाएँ। अनि अघि काटेर राखेको फर्सीको मुन्टा एड गरिदिएँ। एकछिन चलाइसकेपछि त्यसमा थोरै पानी हालेर मैले त्यसलाई राम्रोसँग छोपिदिएँ। अनि छोपेर निकालिसकेपछि नुन, खोर्सानी र स्वादअनुसार त्यसमा मसला एड गरेँ। अनि फेरि एकछिन राम्रोसँग चलाएपछि फेरि त्यसमा थोरै पानी एड गरेँ। अनि फेरि त्यसलाई राम्ररी हावा नछिर्ने गरी छोपिदिएँ। अब निकाल्दा पाकिसकेको थियो। अनि भातसँग हालेर खाएको त एकदम मिठो भएको थियो। तपाईँहरूले नि बनाएर ट्राई गर्न सक्नुहुन्छ। अनि भिडियोलाई लाइक गर्न नबिर्सिनु होला अनि च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ।